Hello everyone. Today we are going to discuss the first chapter of BSc First Year Zoology. आज चाहिँ हामी BSc फर्स्ट इयरको जुलोजी अन्तर्गत रहेर ट्याक्सोनोमी सम्बन्धी महत्त्वपूर्ण जानकारी हेर्न गइरहेका छौँ। एकदम सर्टकटमा हामी रिभिजन क्लास भनौँ या त यसलाई हामी एकदम सर्ट ट्रिकबाट यसलाई चाहिँ मेमोराइज गर्न खोजिरहेका छौँ र यो पढिसकेपछि तपाईँले आफ्नै ल्याङ्ग्वेजमा कन्सेप्ट ग्र्याब गरिसकेपछि तपाईँले आफ्नै ल्याङ्ग्वेजमा लेख्न सक्नुहुन्छ। र हामीले अब जुलोजी फर्स्ट इयर माथि देखिसक्नु भएको छ स्क्रिनमा र ट्याक्सोनोमी लेखिएको छ माथि यहाँनिर। अब यो ट्याक्सोनोमी भनेको तपाईँहरूलाई सबैले थाहा छ हैन, त्यही पनि मैले यहाँनिर लेखेको छु। कहिलेकाहीँ इक्जाममा पनि सोध्छ फेरि ट्याक्सोनोमी भनेको के हो भनेर। ट्याक्सोनोमी इज अ ब्रान्च अफ साइन्स which tries to scientifically classify all existing living organisms based on certain set of characteristics for easy of identification भनेर भनेको छ। ट्याक्सोनोमी भनेको एउटा ब्रान्च हो साइन्सको जसले चाहिँ साइन्टिफिकली अर्गानिजमहरूको क्लासिफाई गर्छ सर्टेन क्यारेक्टरिस्टिक्सको आधारमा है। यो चाहिँ एउटा क्लासिफिकेसन हो, एकदमै सिस्टमेटिक क्लासिफिकेसन भनेको ट्याक्सोनोमी हो। र त्यसपछि अर्को यहाँनिर चाहिँ फादर अफ ट्याक्सोनोमी। फादर अफ ट्याक्सोनोमी भनेको चाहिँ क्यारोलस लिनियस जसले चाहिँ हामीले फादर अफ ट्याक्सोनोमी भन्छौँ, किनभने उसले चाहिँ क्यारोलस लिनियसले ट्याक्सोनोमीमा उसको कन्ट्रिब्युसन एकदमै राम्रो छ, त्यस कारणले गर्दाखेरि हामीले क्यारोलस लिनियस भन्छौँ। र त्यसपछि सिग्निफिकेन्स अफ ट्याक्सोनोमी भनेको छ यहाँनिर, यो महत्त्वपूर्ण क्लासिफिकेसनको महत्त्व भन्ने पनि हुन्छ, अथवा ट्याक्सोनोमीको सिग्निफिकेन्स अथवा इम्पोर्टेन्सहरू के छ त भन्दाखेरि पोइन्ट वाइज हामीले यहाँनिर हेर्छौँ। ट्याक्सोनोमी एम्स टु क्लासिफाई लिभिङ क्रिएचर भन्छ। लिभिङ क्रिएचरलाई चाहिँ विभिन्न सर्टेन क्यारेक्टरिस्टिकको आधारमा फिचर्सको आधारमा यसले चाहिँ क्यारेक्टर्सको आधारमा चाहिँ क्लासिफाई गर्छ। त्यस कारण यो महत्त्वपूर्ण छ। यसले चाहिँ विभिन्न खालका ट्याक्सोनोमिक ऱ्याङ्कहरू किङडम, फाइलम, डिभिजन, क्लास, अर्डरहरू यसमा चाहिँ यसले क्लासिफाई गर्छ। त्यसपछि अर्को छ ट्याक्सोनोमी हेल्प्स टु असर्टेन द नम्बर अफ लिभिङ स्पेसिस अन द अर्थ। अर्थमा चाहिँ कस्ता खालका स्पेसिसहरू होइन, कति स्पेसिसहरू बस्छन् भनेर यसले चाहिँ निश्चित गर्छ। त्यस कारणले पनि यो महत्त्वपूर्ण छ। ट्याक्सोनोमी हेल्प्स टु स्टडी द क्यारेक्टर्स प्रेजेन्ट इन प्लान्ट्स एन्ड एनिमल्स। यसले चाहिँ क्यारेक्टर प्लान्ट्स र एनिमल्समा कस्तो किसिमको क्यारेक्टर छ त्यसको बारेमा जानकारी दिन्छ। त्यसै गरी 4 नम्बरमा छ ट्याक्सोनोमी गिभ्स एन आइडिया लेभल अफ फिजिकल डेभलपमेन्ट भन्छ। फिजिकल डेभलपमेन्ट कसरी भइरहेको छ प्लान्ट्स एन्ड एनिमल्सको भनेर यसले एउटा आइडिया फ्रेमवर्क प्रोभाइड गर्छ, त्यस कारणले पनि महत्त्वपूर्ण छ। यो 4 नम्बरको भयो। त्यसपछि 5 नम्बरमा गिभ्स एन आइडिया अफ लोकल फाउना भन्छ। लोकल फाउनाको बारेमा पनि यसले चाहिँ आइडिया दिन्छ। र त्यसपछि ट्याक्सोनोमिक क्याटेगोरी भन्छ यहाँनिर। ट्याक्सोनोमिक क्याटेगोरिज अथवा ऱ्याङ्क्स। ट्याक्सोनोमिक क्याटेगोरी अथवा ऱ्याङ्क भनेको एउटै हो। र यो ट्याक्सोनोमिक क्याटेगोरी ऱ्याङ्क भनेको चाहिँ सबैले थाहा छ, यो कहिले ट्याक्सोनोमिक हायरकी पनि भन्छ। यो चाहिँ फर्स्टमा किङडम, फाइलम अर डिभिजन, क्लास, अर्डर, फ्यामिली, त्यसपछि जिनस, स्पेसिस हो। यसलाई चाहिँ सिरियली लेख्नुपर्छ। यसलाई चाहिँ अथवा यसरी लेख्न सकिन्छ KDCOFGS, केडी कब्जियास भनेर सम्झिनुहुन्छ अगाडि खसिरबाट है त। केडी भने यो फाइलम भन्दा नि मैले डिभिजनमा डी लिएको छु। KPCOFGS भन्ने पनि हुन्छ, यसरी अगाडि सम्झिने यो एकदम परिरहेको कुरा हो। र किङडम भनेको प्लान्टी एनिमलिया इनियर भयो। त्यसपछि फाइलम भनेको फाइलमभित्र 9 फाइलमहरू पर्छन्। यता यो प्लान्ट एनिमल्सको भने प्लान्ट्सको चाहिँ जिम्नोस्पर्म, एन्जियोस्पर्म, टिरिडोफाइटा यिनीहरू चाहिँ पर्ने भए। अब क्लासहरू त्यो अनुसार भित्र जाने भयो। कोडेड हो भने 5 क्लासहरूमा जान्छ होइन, म्यामल्स, एप्स, रेप्टिलिया, पिसिएस होइन, यसरी जान्छ। त्यो अनुसार यसरी जान्छ है त। र यो चाहिँ तपाईँलाई थाहै छ। यो यसको बारेमा लेख्ने आयो भने तपाईँले मिलाएर आफ्नो तरिकाले लेख्न सक्नुहुन्छ है त। अब लास्टमा गयो स्पेसिस चाहिँ सर्टेन टाइपको स्पेसिसहरू हुन्छ। त्यो स्पेसिसभित्र चाहिँ रिप्रोडक्सन गर्ने क्यापासिटी हुनु पऱ्यो त्यही भित्रमा, र जसबाट चाहिँ फर्टाइल अफस्प्रिङ प्रड्युस हुने खालको क्षमता राख्दछ भने त्यसलाई चाहिँ स्पेसिस भनिन्छ। अनि त्यसपछि अर्को हामीले लगत्तै अर्को हेर्छौँ यहाँनिर। अब यहाँनिर के छ भन्दाखेरि जस्तो क्यारेक्टरिस्टिक्स फिचर युज इन ट्याक्सोनोमी भन्छ। यहाँ क्यारेक्टरिस्टिक फिचरहरू के हुन्छ त ट्याक्सोनोमी भन्दाखेरि के कुराहरूलाई चाहिँ यहाँनिर फिचरहरूलाई राखेको छ भन्दाखेरि मोर्फोलोजिकल क्यारेक्टरहरूलाई हेर्छ यो ट्याक्सोनोमी। क्यारेक्टरिस्टिक फिचर युज इन ट्याक्सोनोमीमा चाहिँ कस्तो खालको क्लासिफाई गर्दाखेरि कस्तो खालको क्यारेक्टरिस्टिक फिचरलाई हामीले ध्यानमा राख्छौँ भन्ने कुरा यो।
र त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ मोर्फोलोजिकल क्यारेक्टरहरू आउटर हेरिन्छ। त्यसपछि यसको स्ट्रक्चर जेनिटलिया कस्तो छ हैन, इन्टर्नल एनाटोमी, इम्ब्रियोलोजी हैन, कार्डियोलोजी, साइटोलोजीहरू, फिजियोलोजिकल फ्याक्टरहरू, मेटाबोलिक फ्याक्टरहरू, त्यसपछि बडी सेक्रेसनहरू पनि हेरिन्छ यसको। त्यसपछि जेनेटिक स्टेबिलिटी फ्याक्टर, मोलिकुलर क्यारेक्टर, इम्युनोलोजिकल डिस्टेन्स, एमिनो एसिड, प्रोटिन, डिएनए हाइब्रिडाइजेसन, डिएनए एन्ड आरएनए सिक्वेन्सहरू हैन, रेस्ट्रिक्सन एन्ड इन्डोन्युक्लियस एनालाइसिस हैन। त्यसपछि कोडसिप एन्ड अदर इथोलोजिकल आइसोलेटिङ मेकानिजमहरू हेरिन्छ एनिमल्सको। अनि त्यसै गरी इकोलोजिकल क्यारेक्टरहरू, हेबिटाटहरू, फुडहरू, सिजनल भेरिएसनहरू, प्यारासाइट्स एन्ड होस्ट, जियोग्राफिक क्यारेक्टर्स, जेनरल बायोग्राफिक डिस्ट्रिब्युसन प्याटर्नहरू हैन, सिम्प्याटिक एलोप्याटिक रिलेसनसिप अफ पपुलेसन यिनीहरू हेरिन्छ। र त्यसपछि अब यिनीहरूमध्येमा यति धेरै लेख्नु पर्दैन, तपाईँले जति आउँछ त्यति लेखिएको हुन्छ। अनि त्यसै गरी अर्को छ यहाँनिर कहिलेकाहीँ के सोध्छ भन्दाखेरि यो पनि लामै प्रश्नमा सोध्छ हैन। यहाँनिर देख्न सक्नुहुन्छ यो मोर्फोलोजिकल एन्ड इकोलोजिकल ट्रेन अन ट्याक्सोनोमी भनेर लेख्ने आयो भने मोर्फोलोजिकल क्यारेक्टर सहितको ट्याक्सोनोमी क्लासिफाई के आधारमा गरिन्छ त्यो लेख्ने, अनि इकोलोजिकल क्यारेक्टर सहितको क्लासिफाई कसरी गरिन्छ त्यो लेख्ने। जस्तै मोर्फोलोजिकल क्यारेक्टरमा त्यसको स्ट्रक्चर कस्तो छ त्यसको आधारमा क्लासिफाई गरिन्छ भनेर एक्सप्लेन गर्ने, र इकोलोजिकल ट्रेन्स भनेर भन्यो भने इकोलोजिकल ट्रेनमा फेरि अब कुन चाहिँ अब पानीमा बस्ने एक्वाटिक होला, मेराइन होला हैन, जमिनमा बस्ने होला, टेरेस्ट्रियल होला, त्यसको आधारमा चाहिँ क्लासिफाई गरिन्छ भनेर इकोलोजिकल क्यारेक्टरहरू हामीले यहाँनिर माथि लेखेका छौँ। कहाँनिर भन्दाखेरि इकोलोजिकल यो भन्यौँ, मोर्फोलोजिकल यो भन्यौँ, यिनी क्यारेक्टरहरूसहित क्लासिफाई गरिन्छ प्लान्ट्स र एनिमल्सलाई भनेर यिनीहरूको क्यारेक्टर लेखेर क्लासिफाई यसरी गरिन्छ भनेर लेख्नु होला। एक्सप्लेन गर्ने कुरा मेन फ्रेमवर्क यसरी जान्ने र एक्सप्लेन आफ्नै ल्याङ्ग्वेजमा गरेपछि सबैभन्दा बेस्ट हुन्छ। त्यस कारणले मैले यो कुरा जानकारी गराएँ। अनि for today our class is over. Next time we will be back with another video. Thank you.